नमस्ते सबैजनालाई। आज चाहिँ म एउटा विषयमा बोल्न आएको। जति नबोलो, जति चुप लागो, जति सह्यो त्यति हेपाइ खाइदो रहेछ क्या। अनि अस्ति अब प्रिज्माहरूले त्यो कमेन्टहरू बाहिर निकालेको देखेर, रिचा दिदीले निकालेको देखेर, समीक्षाले निकालेको देखेर ए ल ठिक छ है, अब चाहिँ शान्त हुन्छ होला, अब चाहिँ शान्त हुन्छ होला, ठिक छ अब यतिकै शान्त हुन्छ भनेर म छोडिदिरहेको थिएँ। अनि सुरुमा मेरोमा कमेन्ट आउँथ्यो अनि मैले के सोच्थेँ भने भर्खर भइरहेछ यो कुराहरू, तातै छ, त्यही भएर आफ्नो धारणा राखेको होला भनेर सोचिरहेको थिएँ। अनि तिमीहरू चाहिँ के जहिले त्यही कुराले घोचेको गर्ने, जहिले त्यही कुरा भनेको गर्ने, तिमीहरूको के खाइदिएको छ? अनि अर्को कुरा चाहिँ सेलिब्रेटी राष्ट्रिय कलाकार भएर सहनु पर्छ। कसले भनेको सहनु पर्छ भनेर? सहनु पर्दैन, कसैले पनि सहने होइन, नराम्रो गरेको सहने होइन। मैले जिन्दगीमा यति कुरा चाहिँ सिकिसकेको छु कि मैले अर्कालाई पनि नराम्रो गर्दिनँ र म आफूलाई पनि नराम्रो हुन दिदिनँ। अब चाहिँ म सबैजनालाई म केस गर्नेवाला छु। यो कन्टिन्यू कमेन्ट गर्नेहरू मैले टिपिसकेको छु कतिजना छन् भनेर होइन। अनि सहन नसकेर यो भिडियो बनाएको होइन, सहन नसकेर तपाईँहरूको कमेन्ट बाहिर निकालेको पनि होइन। किन सहनु भनेर चाहिँ बाहिर निकालेको हो होइन। तिमीहरूको घरमा दिदी बहिनी छैन कि? तिमीहरूलाई यति लेख्दाखेरि के शान्ति हुन्छ के अशान्ति हुन्छ मलाई थाहा छैन, तर म सहन सके पनि मेरो आमाले नसहन सक्छ, मेरो बाबाले नसहन सक्छ। र तिमीहरूले लेखेको कमेन्ट सबैजनाले हेरिरहेको हुन्छ। जति चुप बस्यो, जति चुप लाग्यो तिमीहरूले त्यति हेप्ने। मेरो पर्सनल लाइफको कुरालाई तिमीहरूले यसरी जोडेर दिनै पछि वर्षौँ पछि भनेको भने गर्नुपर्छ। नेपालमा मान्छेहरूले यही चिजदेखि डराउँछन् क्या, छोरी मान्छेहरू के भन्ला के गर्ला यही चिजदेखि डराउँछ क्या। तिमीहरूले यसरी बाँच्न दिँदैनौ नि त, आफ्नो तरिकाले खुसी भएर कोही बाँच्छु भन्यो भने तिमीहरूले बाँच्नै दिँदैनौ क्या, तिमीहरूले बाँच्नै दिँदैनौ। मर्यो भने चाहिँ झुन्डेर मर्यो या कसैले मार्यो, आगो लगाएर मार्यो केटीलाई भने बिचारा जस्टिस भन्ने पनि तिमीहरू नै हुन्छौ। अनि कसैले आफ्नो लाइफमा ल म अगाडि बढ्छु, म यस्तो चिजहरूबाट निस्केर म आफ्नो गरी खान्छु भन्यो भने तिमीहरूले बाँच्न पनि दिँदैनौ। जहिले यस्तै कतिचोटि भन्नु, अस्ति पनि लाइभमा आएर मैले भनेको थिएँ। अब यो कमेन्ट बाहिर निकाल्ने काम भइरहेछ मेरो। अब यो पछाडि चाहिँ सिधै तिमीहरूलाई केस, म माफी पनि दिनेवाला छैन। अहिले मैले एउटा फेक एकाउन्ट विष्णु सापकोटा लेखेर बनाएको फेक एकाउन्ट भेटाएर त्यो फुच्चेलाई मैले सबै भिडियोहरू डिलिट गर्न लगाइसकेको छु। त्यसले मलाई सरी भनेको भएर मैले त्यसलाई माफ दिएको। त्यसले दुनियाँसँग जोडेर मेरो भिडियो हाल्दै क्याप्सन हाल्दै मिलन भयो के भयो भन्दै हालेर दुनियाँ भ्रम फैलाइरहेको थियो। त्यसको आइडी चाहिँ पत्ता लागिसक्यो, त्यो सानो फुच्चे रहेछ, त्यही भएर त्यो माया लागेर मैले त्यसलाई माफ गरिदिएको छु। अब यसरी नै फेक आइडी चलाउने, चरित्र हत्या गर्ने वाला कमेन्ट गर्नेहरू सबैजनालाई एकजनालाई म एक्सन लिन्छु। त्यसको लागि मैले कामै छोडेर बस्नु पर्यो भने पनि म 3-4 दिन कामै छोड्छु। तपाईँहरूले जेसुकै सोच्नु, जेसुकै गर्नु, जेसुकै भन्नु, मलाई कुनै मतलब छैन। धन्यवाद।